हेलो नमस्ते सबैजनालाई साथीभाइहरूलाई। आज चाहिँ म अनि मेरो दाइ हुनुहुन्छ सचिन दाइ। आज हामी चाहिँ यो माथि सुन्दरजलको ड्याम पोखरीमा आएको छौँ। अनि आज चाहिँ बिना सपना बिना उद्देश्य टक्कै प्लान बनाएर आइएको छ। एकदम सुन्दर अनि एकदम रमाइलो लागिरहेछ हैन, एकदम पिसफुल पनि लागिरहेछ। अनि एकदम खुसीको त के वर्णन गर्नु र, त्यति धेरै खुसीमा आफ्नो आफ्नो तालमा छौँ। दाइ आफ्नै तालमा भिडियो बनाउँदै हुनुहुन्छ, म आफ्नै तालमा घुम्दै फिर्दै अनि रमाउँदै छौँ। अनि जस मसँगै मैले बनाएको भिडियोहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल छ जिएम ब्लग भन्ने, त्यहाँ गएर हेर्नु होला। अनि सब्स्क्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। अनि के कति कसरी आयौँ, कस्तो बाटो थियो काठमाडौँदेखि आउँदा भन्ने यात्राहरू टक्क टक्क छोटो छोटो बनाएर म हाल्नेछु मेरो युट्युब च्यानलमा हैन। अनि मेरो टिकटकमा पनि हाल्नेछु। मेरो टिकटक नाम चाहिँ जीवन म्याङबाई छ। साथीहरू त हुनुहुन्छ 2500 समथिङ जोडिसक्नु भएको छ साथीहरू। हजुरहरूले पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि म जस्तै भिडियो बनाउनु अनि टिकटक बनाउनु इच्छुक हुनुहुन्छ भने हाम्रै देश हो, अब हाम्रै पर्यटकीय क्षेत्र हामीले नै जोगाउनुपर्छ, हामी नै आउनुपर्छ। केही शुल्क तिरेर टिकटको पैसा तिरेर घुम्नु एकदम मजाले पाइने रहेछ। तपाईहरु पनि आउनु होला। अनि कति त आइसक्नु भएको छ होला, उहाँको साथीभाइहरू आउनु होला। अनि म जस्तै भिडियो बनाउनु होला, फोटो खिच्नु होला, यहाँको हाँसहरू हेर्नु होला। यो हाँस चाहिँ अब नजिक गएर हेर्न सकिँदैन, टाढैबाट। हामी पनि हाँस जस्तै भएको भए अब गएर हेर्नुहुन्थ्यो, हेर्नु नसकिने। कस्तो टाढा देखिरहेछ त्यो पल्लो दुईटा घर पनि, कति मौलिकता झल्काउने घर बनाएर छ क्या। पहिला पहिलाको जस्तो घरहरू बनाएको छ कि यस्तो दामी दामी, मनै आनन्द हुने। यहाँको सबै कुरा नै राम्रो पनि लाग्यो अनि व्यवस्थित पनि लाग्यो हैन। मान्छे पनि त्यति साह्रो भिड पनि नहुने रहेछ। तर यो सिजनमा होला, अब अहिले विन्टर सिजन भएर मान्छेहरू त्यति नआएको हुनसक्छ। अनि शौचालयहरू पनि एकदम व्यवस्थित रहेछ। हुनु त अब नेपाल आर्मीको संरक्षणमा रहेको हैन, नेपालको शान भनेको आर्मीहरू हो। नेपाल आर्मी भनेपछि विश्वले सम्मान र सल्युट गर्ने हाम्रो आर्मी दाजुभाइहरूलाई एकदम धेरै धेरै धन्यवाद। सबै कुराको ख्याल राख्नु भएको रहेछ, फोहोर व्यवस्थापनदेखि लिएर अनि यताउति गाडीहरू पनि अब सीमित ठाउँमा चाहिँ रोकेर अनि भित्र चाहिँ अब लाउनु दिनुहुन्न रहेछ। एकदम राम्रो लाग्यो। जस घुम्यो, सपनामा पनि नसोचेको, कल्पनामा पनि नसोचेको ठाउँ, आफ्नै देश यति सुन्दर रहेछ भनेर थाहा भयो। एकदम खुसी लाग्यो। अनि त्यो पारीको हिमालको नामहरू चाहिँ मलाई साँच्चै नै थाहा छैन कि यो कुन चाहिँ हिमाल हो, के हिमाल हो।
अब कुम्भकर्णहरू चाहिँ पहिला देखिबसेको अनि यो कुम्भकर्ण हो भन्ने थाहा छ होइन त्यति हो अरू के थाहा छैन अरू साथीभाइहरू पनि आउँदैछन् घुम्नको लागि त्यो घर चाहिँ पुग्नै पर्छ कि भन्ने चाहिँ हो एकचोटि अब दाइलेसँग सल्लाह गरेर जाने भने अब गएर आउनुपर्छ ल किनकि अब जहिले तहिले आउन सकिँदैन आएको बेला घुमिराख्नुपर्छ ल गाइसहरू अब के छ अब त्यहाँबाट पनि गयो भने म त्यसको पनि छोटो भिडियो हालेर यो भिडियोमा जोड्नेछु है त केही समयपछि भेटौँला त्यहाँबाट गएपछि फेरि म कन्टिन्यू गर्नु